हेलो गाइस, आज चाहिँ हामी यसो बेलुकाको 8 बजे है यहाँ यसो कोठामा गर्मी भएर यसो घुम्नलाई यता रोडतिर आएको होइन गाइस। हेर्नुहुन्छ, हेर्न सक्नुहुन्छ यता रोडतिर बेलुकाको ब्लग है गाइस। अनि हजुरहरूले खाना खानुभयो कि भएन सबै हजुरहरूले कमेन्टमा भन्नु होला र हजुरहरूको फ्रेन्ड साथीहरूलाई नि यो भिडियो सेयर गरेर लाइक कमेन्ट सब्सक्राइब सेयर गर्न भनिदिनु होला। हेलो हेलो हाई भन्नु हाई हाई भन्नु। अनि हामी कता हिँडेको रे? फिल्डमा। कहाँको फिल्डमा हिँड्ने? बल खेल्ने फिल्डमा जाने। त्यहाँ जाने हो र? जाने हो? के जाने यार होइन? राति मलाई डर लाग्छ फेरि है होइन? डर लाग्छ फेरि यस्तो घन जङ्गल दियो फेरि होइन? के अरे फेरि यस्तो छ नि, यस्तो धेरै यस्तो गाउँ छ यस्तोमा झन् फेरि लास्टै पुग्दैन क्या। त्यो मलाई लास्टै डर लाग्छ क्या फेरि। मलाई चाहिँ डर लाग्छ होइन गाईहरू, तपाईँहरूलाई डर लाग्छ लाग्दैन राति होइन? तपाईँलाई लाग्छ? तपाईँलाई लाग्छ? हजुर मलाई त लास्टै लाग्छ त। लाग्छ डर? ओहो, अनि तपाईँलाई लाग्छ? ए उयो जाउँ यता जाउँ। चढौँ चढ्न ल गाइस। हामी यस्तोमा बसेपछि यहाँ तल फिल हो होइन? कालो बत्तीले केही देखेको छैन होइन गाइस? तपाईँहरूलाई एक दिन उज्यालोमै देखाउने छु होइन? आज बेलुका चाहिँ हल्का यसो ल गाइस हेर्नुहुन्छ डका भन्ने ठाउँ चाहिँ यस्तो छ है। ल गाइस हामी फेरि अब फर्केको होइन, अब यसो हावा खान आएको होइन? कोठामा लास्टै गर्नु छ है गाइस, त्यही भएर यसो हावा खान आएको हामी तिन मामा भान्जा है। उहाँ पनि मेरो मामा नै हो र उहाँ पनि मेरो मामा नै हो। ढकाको हावापानी के गर्नु गाइस, बिहान भ्लग बनाउनु पाउँदैन। बिहान उठेर टक्क खानासाना खाएर हात मुख धोएर यसो मोबाइल हेर्दै स्कुल जाने टाइम हुन्छ, स्कुल जानुपर्छ। त्यही भएर अब इक्जाम आउने आइतबारदेखि इक्जाम छ गाइस। इक्जाममा पास हुन्छु कि हुँदिनँ हजुरहरूलाई भन्नु होला। र पास भएछु भने हजुरहरूलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। र इक्जाम पछि हजुरहरूलाई यता आज हामी हिँडिरहेको ठाउँतिर हजुरलाई बिहानखेरि हजुरलाई सबै देखाउने छु गाइस। ओके ब्रोइलरको गाडी दुईटा ब्रोइलर गाडी त्यो उता काला पानी हेर्नु सक्नुहुन्छ। उता बत्ती बोलेको
फेरि यता नजिकै बोलेपछि डकायो गाइस। हामी फेरि त्यहाँनिर बस्छु त्यो ठुलो घरनिर। ठुलो घरमा चाहिँ बस्दिनँ गाइस। ठुलो घरको सानो हल्का मानौँ एक तला घर ब्याक साइडको छ कि एक तला घरमा बस्छौँ हामी। के गर्नु गाइस, आज फर्किनु आउँदै त गरिबको जिन्दगी यस्तै हो गाइस। के गर्नु, घर सक्लै किनेर बस्नु सकिँदैन होइन। यस्तै चाहन्छु नि सानो घरको कोठाहरू किन्यो तर बस्यो होइन, पढ्यो। त्योभन्दा अरू गर्न सकिँदैन गाइस। मेरो क्यामेरा नै अलिक बिग्रेको जस्तो छ गाइस। हेर्नु कस्तो तिर्मिरी आएको छ कि यो बेलुका भएर हो। हुनसक्छ गाइस। ल फर्किनु होइन जुन त चोक छैन। हो लाउनु त पक्रिनु। हेर्नुहोस् न गाइस, अस्ति के यहाँ तल छ नि, यहाँ तल यहाँनिर कारले यस्तो हानिदिएछ के फुत्तै निस्केछ र एक्सिडेन्ट भएछ। कार तल्ल पुगेको हेर्नुहोस् न गाइजी, यत्रो पोलै उखाल्दैछ क्या। यत्रो बढी सुत्तै तल्ल थियो कार त। त्यो तल केराको बोटनिर थियो। त्यसको चाहिँ भिडियो बनाउनु भएन गाइस। मैले नि भ्लग च्यानल खोलेको त्यस्तै 3 दिन जति भयो गाइस। त्यो कार एक्सिडेन्ट भएको चाहिँ 3-4 दिन अगाडि नै हो। त्यही भएर हजुरलाई भिडियो बनाएर देखाउनु पाएन होइन गाइस। नरिसाउनु होला तपाईँहरूलाई चाहिँ यस्तो घटनाहरू हेर्न, यस्तो भ्लगहरू हेर्न मन छैन होइन। तर हजुरहरूलाई भन्छु होइन, हजुरहरू पनि कुनै धनी हुनुहुन्छ होला, कुनै गरिब। हामी पनि गरिब हो, गरिबलाई यसको सपोर्ट गरिदिनु होला यति भन्न चाहन्छु। हजुरहरूलाई अब सपोर्ट गर्नु गरेन यस्तो भनेर फर्किनु होइन फर्काउनु त मिल्दैन होइन। अब म त्यस्तो कराउनु फर्काउनु हक ममाथि पनि छैन होइन। अब हजुरहरूलाई लाइक गर्न मन लाग्यो गर्नु होला, मन नलाग्यो नगर्नु होला। के फर्क्यौँ गाइस। हामी चाहिँ चोकमा आइपुग्यो है। अब यसो घुम्न लागेको, त्यही भएर भ्लग बनाउनु पऱ्यो भनेर बनाएको है गाइस। फर्क्यौँ सिधै चोकमा आइपुगेर फर्क्यौँ गाइस हामी चाहिँ। हेर्नुहोस् न गाइस, यहाँ बडी देखाउनु। ये परिकन यसकन हेलो कति राम्रो कुकुर है। लगाइ हामी चाहिँ फर्केको है डकात चोकबाट फर्केको होइन गाइस। के गर्नु भाइ, के किन्नु भने गरिबको गोजीमा 1 रुपियाँ त छैन। अब के किन्नु त्यही टेन्सन लाग्छ। एक दिन हेर्नुहोस् गाइस, गाइस तपाईँहरूले सपोर्टहरू गर्नुभयो भने हामी पनि यस्तो धनी भएर यत्रो बिल्डिङहरू किनेर हजुरहरू सपोर्ट गर्ने मान्छेलाई नि यसो ठुलो गिफ्ट नभए नि सानो गिफ्ट दिनेछु होइन गाइस। सक्छु होला, दिन सक्छु होला। हामीलाई भरोसा छ हजुरहरूको सपोर्टबाट हामी धेरै अघि बढ्न सक्छौँ। धन्यवाद होटल एन्ड लज। ल गाइस हामी बस्नु चाहिँ यहीँ है त गन्तव्य
ल घामिलोलाई मेरो मोबाइल चार्जै भएन होला होस् न हाल्नु चार्जर कोठाए पुग्यौँ है हाम्रो कोठाए ओके गाइस आजको लागि भ्लग यति नै ओके